चालकको कथामा आधारित नेपाली चलचित्र मिज्यूको पोस्टर र टी सर्ट सार्वजनिक गान्तोकमा हुने भयो ग्रान्ड प्रिमियर। चालकहरूको जीवन सङ्घर्ष र अटुट सम्बन्धको कथामा आधारित बहुप्रतीक्षित नेपाली चलचित्र मिज्यूको पोस्टर र आधिकारिक टी सर्ट सार्वजनिक गरिएको छ। सिक्किमको राजधानी गान्तोक स्थित विधायक हस्टेलमा आयोजित एक भव्य समारोहका बीच यस चलचित्रको प्रसार सामग्री सार्वजनिक गर्दै प्रचार अभियानको औपचारिक सुरुवात गरिएको हो। सामाजिक तथा ग्रामीण परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने यस चलचित्रले साँचो मित्रता, माया, पारिवारिक उतार-चढाउ र क्षेत्रीय संस्कृतिको गहिरो पाटोलाई पर्दामा उतारेको छ। निर्देशक अनिल बुढा मँगरको निर्देशनमा तयार भएको यस चलचित्रलाई जनक घाती मँगरले निर्माण गरेका हुन्। चलचित्रको जीवन्त कथा तथा पाठकथा महेश राईले तयार पारेका हुन् भने चलचित्रमा नेपाली सिनेमा जगतका दिग्गज अभिनेता दयाहाङ राई र सौगत मल्ल मुख्य भूमिकामा देखिँदैछन्। यसै चलचित्र मार्फत चर्चित भारतीय रियालिटी शो डान्स इन्डिया डान्स र झलक दिखला आजकी विजेता तेरिया मँगरले नेपाली रजतपाटमा बलियो अभिनेत्रीका रूपमा डेब्यू गर्दैछिन् भने सशक्त अभिनेता पुष्कर गुरुङको पनि चलचित्रमा मुख्य अभिनय रहेको छ। यस चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेनमेन्ट प्रोडक्सन हाउस इन्डिया र सिक्किमका डाक्टर मङ्गलजित राईले संयुक्त रूपमा प्रस्तुतिकरण गरेका हुन्। पोस्टर अनावरण समारोहमा सिक्किम विधानसभाकी उपाध्यक्ष तथा कार्यक्रमकी मुख्य संरक्षक राजकुमारी थापा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। सिक्किम मिल्क युनियनका अध्यक्ष यमकुमार मिश्र, सिक्किम कला संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाडी राई, मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। चलचित्रको टी सर्ट र पोस्टर सार्वजनिक भएसँगै यो चलचित्र आगामी जुलाई 23, 2026 का दिन गान्तोकको प्रसिद्ध भाजरा सिनेमा हलमा ग्रान्ड इन्डियन प्रिमियर हुने आधिकारिक घोषणा समेत गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किममा चलचित्र प्रस्तुतकर्ता डाक्टर मङ्गलजित राईले नेपाली समाजमा बिस्तारै हराउँदै गएको र लोपोन्मुख अवस्थामा पुगेको मिज्यू मित लगाउने परम्परा र मित्रताको महत्त्वलाई यस चलचित्रले उजागर गरेको हुँदा यो सबैका लागि हेर्नुपर्ने चलचित्र बनेको बताए। यस्तै फिल्म म्याग्नेट इन्टरटेनमेन्ट प्रोडक्सन इन्डियाका क्रिएटिभ डाइरेक्टर उदिप राणाले चलचित्रले रगतको नाताभन्दा माथि उठेर मानवीय संवेदना र सम्बन्धको कथा बोकेको उल्लेख गरे। राणाले आफ्नो प्राविधिक टोलीमा सिक्किमकी छोरीको पनि सहभागिता रहेको जानकारी दिँदै आगामी दिनमा सिक्किमेली कलाकारहरूलाई समेटेर नयाँ चलचित्र निर्माण गर्ने योजना रहेको समेत बताए। सिक्किम कला संस्कृति तथा सम्पदा विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले मिज्यू अर्थात् मित लगाउने प्रथा केवल नेपाली समुदायमा मात्र पाइने एक सुन्दर र मौलिक सांस्कृतिक भएको चर्चा गर्दै चलचित्रले यसको जोगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको अन्त्यमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्य अतिथि तथा उपाध्यक्ष राजकुमारी थापाले यो चलचित्र हेरेपछि आम मानिसमा मित्रताको साँचो परिभाषा र भावनापूर्ण ताजगी हुने तथा समाजमा भाइचाराको सन्देश फैलाउन यसले ठूलो मद्दत पुर्याउने भन्दै चलचित्रको भव्य सफलताको कामना गर्दै यसो भनिन्। विशेष गरेर तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु। आज व्यापक रूपमा प्रचार प्रसार तपाईहरुबाट नै हुनेछ, जमजम कुरा पुग्नेछ। मिज्यू हेरे पश्चात सायदै जुन यो हराएर गएको प्रथा छ यसमा बढोत्तरी हुनेछ अर्थात् मान्छेको इच्छाहरू जागरण हुनेछ। विशेष गरेर यो अहिले है हाम्रो सानो परिवार भएर गएको छ है, सबै परिवारमा एउटा दुईटा मात्र सन्तान भएको छ। त्यसकारणले गर्दा मिज्यू हेरे पश्चात है मितेरी साइनो लगाएर मितेरी साइनोमा बाँधेर आफ्नो एउटा परिवार पनि ठुलो बनाउने है, सन्तानै ठुलो बनाउने एउटा यो अवसर पनि प्राप्त हुन्छ भन्ने मलाई लागेको छ। अनि यो मिज्यूले केवल मनोरञ्जन मात्रै होइन है, यो फिल्मलाई मनोरञ्जनको निम्ति हेर्न मात्र होइन तर यसलाई हेरेर बुझेर आउने दिनमा यो हाम्रो प्रथा हो, हाम्रो प्रचलनमा रहेको कुरालाई कसरी संरक्षण गरेर लाने र यसलाई जगेरा गराएर लाने, यसलाई कसरी बचाएर लाने, त्यसमा पनि मनन चिन्तन अध्ययन अवश्य गर्छ होला भन्ने मलाई लागेको छ। र मिज्यूको स्पेशली चाहिँ अब इन्डियामा हामी थिएटिकल रिलिज गर्दैछौँ जहाँ मिज्यूको अर्थ हजुरले जस्तो सोध्नुभयो त्यसमा चाहिँ द रिलेसनसिप बियोन्ड द ब्लड भन्दा पनि ठुलो रिलेसनसिप हो मिज्यूमा। हाम्रो बाजे बोजूहरूले त्यति बेला मितको प्रथा अहिले पनि काहीँ छुट्टापुट्टा देखिरहेको हुन्छौँ हामीहरू मितको उसमा। मितेरी साइनो लगाइसकेपछि मितको सम्बन्ध गाँसिसकेपछि कोरो बस्नुपर्छ। हाम्रो नेपालीमा 10 दिन 11 दिन 13 दिन जुन हुन्छ कोरो, त्यसमा यो सम्बन्धमा खुनभन्दा पनि ठुलो रिलेसनको एउटा सिग्निफिकेसन दिन्छ। कल्चरलाई अहिले चाहिँ के दिन्छ भन्दाखेरि हाम्रो नेपाली कल्चरले अरू कल्चरलाई काहीँ न काहीँ एउटा इन्स्पायर गर्छ कि होइन हामी रिलेसनसिपमा हुन्छ या बिहादान हुन्छ या आमा बाबाको रिलेसनसिप होस् बुढाबुढीको रिलेसनसिप होस्, तर मितेरी साइनोको छुट्टै एउटा कथा छ।
र यही कथा अब हामी है 23 तारिक बाजरा सिनेमा हलमा इन्डियाको जति पनि हाम्रो नेपाली र अरू फिल्मलाई माया गर्ने जति पनि अडियन्सहरू छ प्लिज 23rd राम्रोसँगले ग्रान्ड प्रिमियर हेरौँ 24 तारिकदेखिको अल इन्डिया रिलिज हुन्छ थ्याङ्क यू यस यसमा यो फिल्ममा क्यारेक्टर बोल्छ यो फिल्म सबै जनतासम्म पुग्नुको लागि चाहिँ हरेक पात्रले बोलेको छ उजेलीको पात्र होस् आत्मारामको पात्र होस् अब आत्मारामको हो भने म अहिले भन्दिनँ है आत्माराम त्यस्तै नै भएर आएको छ र सम्बन्धको कथा छ र यसमा एकअर्कालाई भरोसा हुँदै र एउटा आमा मान्छेले एउटा बुहारी मान्छेले कसरी घर चलाउँछ कसरी समाज चलाउँछ र त्यो समाजमा बाँधिएको दुःख र मितेरी साइनोको एउटा सम्बन्ध छ हाम्रो सिक्किमको मिङ्ना भाइ छ इज अ भेरी ट्यालेन्टेड कोरियोग्राफर बम्बेमा नाम कमाइसकेको छ है र राम्रो कोरियोग्राफी दिएको छ र एकदम हिट गाना जो चाहिँ अहिले युट्युबमा आई थिङ्क 4 मिलियन क्रस गरिसकेको छ गैरी खेतको 7 क्रस भइसकेको छ र हामीले यो फिल्ममा हाम्रो कलाकार जुन एनएसडी सिक्किम होस् या सिक्किमको जति पनि भाइ बहिनी कलाकार ट्यालेन्टेड कलाकारहरूले मोस्टली नेपाली सिनेमामा पनि अलग्गै नेपालमा गएर पनि अलग्गै एउटा छुट्टै विश्वास र अभिनयको एउटा अलग्गै बाटो देखाएको छौँ र एकदमै तिनीहरूले पर्फर्मेन्स वेमा भन्दाखेरि या क्रिएटिभली होस् या ट्यालेन्टेड वेमा भन्दाखेरि सिक्किमले छाप छोडेको छ सिक्किमले छाप छोडेको छ र अझै ट्यालेन्टेड भाइ बहिनीहरू छ र उहाँहरूको उसमा छ जस्तो मेरै टिममा सिक्किमकै चेलीहरू छ 2 जना दे आर अल्सो असिस्टेन्ट डाइरेक्टर प्लस यहीँ सिक्किममा दे आर नोन इन्फ्लुएन्सर अल्सो र भविष्यमा अझै राम्रो गरौँ भन्ने आशा अब म हजुर अब म यही माटोमै जन्मेको हो अब मेरो बाजे बराजु यहीँ अब त्यो जुन सन्तानबाट जन्मेको यहीँ अब हाम्रो राजा पुर्खौलीहरू र सोचेको छौँ राम्रो त्यो गर्दैछौँ मैले मेरो साथसाथमा मेरै आउँदो पछि सिक्किमको भाइ बहिनीहरू भाइहरूले राम्रो कन्सेप्ट राम्रो फिल्म मेकिङ ट्रु फिल्म मेकिङ जसले चाहिँ समाजलाई अर्को तरिकाले हेर्ने एउटा नजरिया दियोस् आशा छ